पाटनमा कोठा चाहिनेले च्यानललाई सब्स्क्राइब गर्नु होला। पाटन सुन्धारा नजिकै कोठा चाहिनेले च्यानललाई सब्स्क्राइब गर्नु होला। यो कोठा भयो। अब यहाँ हामी माथि जान्छौँ, लुगासुगा सुकाउने ठाउँ हेर्छौँ। अन्त सर यहाँ पुरै नेपाल देखिन्छ। पहिला पहिला इतिहासमा नेपाल नाम राखेको नेपा भनेको नेवारी भाषाले, यो चाहिँ स्पेशल नेपाललाई नेपा भनेको त्यहीबाट नामाकरण भएको ऊ त्यहाँनिरबाट त्यो सुन्धारा नजिक भयो। तपाईको यहाँनिर लुगासुगा सुकाउन मिल्यो। टोयलेट बाथरुममा पानी भन्नुहुन्छ भने खोली सरर बगेको छ, तिनौ नदी बगे जस्तै। अब तपाईँ यहाँबाट पानीको कुरै गर्न पर्दैन, सबै पानी हो। धारा खोले पनि पानी जो आउँछ 24 घण्टा होइन। भित्र भन्नुहुन्छ नि ती मान्छे हुनुहुन्न। टोयलेट बाथरुममा पनि राम्रो छ, बवाल छ। बाथरुममा पनि घाम ताप्दै नुहाउँदै गरे हुन्छ। च्यानललाई सब्स्क्राइब गर्नु होला। चाहिने मान्छे सेवामाण्डुनेपाल.com मा आउनु होला। हाम्रो अफिस गार्खुचोक सार्वजनिक शौचालयसँगै। सेवामाण्डुनेपाल.com नाम एक काम अनेक। ल बवाल छ रुम। यो भिडियो काठमाडौँ बस्नेभरिलाई सेयर गरिदिनु होला। कोठा चाहिने मान्छेले हाम्रो च्यानलमा गएर हेरेपछि कोठाहरू जति भेटिन्छन्। वेबसाइट भिजिट गर्नुहोस्।